हेलो एभ्रिवान वेलकम छ सबैजनालाई मेरो मिनी भ्लगमा। आज चाहिँ मैले खिर बनाउँदैछु अनि सबैजनाले हेरिदिनुलाई है। अनि आज चाहिँ मेरो घरमा आन्टी बुहारी भाउजू सबै आउँदै हुनुहुन्छ, त्यसैको लागि हामी खिर बनाउँदैछौँ। यता चाहिँ बुढाले ड्राई फ्रुट काटिसक्नुभयो, अनि यता कराई राख्यौँ, अनि घिउ राख्यौँ, अनि भिजाएको चामल थियो त्यसलाई चाहिँ एकछिन फ्राई गऱ्यौँ, अनि मजाले रातो हुने गऱ्यो। अनि मैले यता चाहिँ पानी भर्दै थिएँ, अनि भाउजू पनि आउनुभयो। यता चाहिँ बुढाले भुटिराख्नु भएको छ चामललाई, अनि यता आमालाई देखाएँ, भाउजू पनि आउनुभयो, अनि नानीलाई खिलाइराख्नु भएको छ। मेरो बदल चाहिँ मोबाइल हेरिरहेको छ कि, अनि आजभोलिको बच्चा के हो यस्तो मोबाइल हेरिराख्ने। अनि बुढालाई चाहिँ यता हेर्नु न, बुढा भने बुढालाई फेरि मैले झ्याम्मै हानिहालेँ क्या। अनि के गर्ने, मेरो त आदत यस्तै छ, बोलीभन्दा पहिला हात उठिहाल्ने। अनि यता चाहिँ चामल हाल्यौँ हामीले दुध मजाले पाकिसकेको थियो, अनि मैले हालेँ। अनि बुढा मलाई देखाउनु न फुल, अनि भने अनि चाहिँ मैले मजाले चलाइराखेको छु। अनि तर हामीसँग खिर बनाउने चामल थिएन, अनि यो चाहिँ घरकै चामल हो। अनि अब चाहिँ चिनी हाल्यौँ हामी चाहिँ अलिक मोलो खान्छौँ। अनि मजाले चिनी हालेर मजाले चलाएँ, अनि एकछिन पकाउन छोडिदिउँ। अनि ड्राई फ्रुट पनि हालिसकेँ, अनि ड्राई फ्रुट हालिसकेपछि एकछिन मजाले चलायौँ। हामी सादा सिम्पल खिर बनाउँदै थियौँ है गाइज। यो चाहिँ अब हजुरहरूले कसरी बनाउँछ यो त हामीले अब सादा बनायौँ। अनि यता चाहिँ बुहारी पनि आइसकिन्, भदलाई कति धेरै माया लाग्यो हेर्नु न। अनि मलाई खिर धेरै दिन्छु भनेर हेर्नु न, अनि मैले कपाल सफाइरहेको छु मेरो भदैको। अनि यता आन्टी पनि आइसक्नुभयो, अनि हामी एकछिन बसेर कुराकानी गऱ्यौँ, कति रमाइलो भयो। अनि मैले यता आन्टीहरूलाई पनि देखाएँ। अनि यता चाहिँ मेरो भदैले मलाई ठुलो बटुकामा हालिदिनु है भनिरहेको थियो, अनि गनिरहेको थियो कि हामी कतिजना छौँ भनेर बटुकोहरू मिलाइरहेको थियो। मलाई चाहिँ धेरै हालिदिनु है फुपू भनिरहेको थियो। अनि खिर पनि पाकिसक्यो गाइस, अनि मैले चाहिँ खिर हाल्दैछु उसलाई चाहिँ। अनि मलाई फुपू यसमा हालिदिनु न, अनि अलिक धेरै भर्री चुच्चो हालिदिनु है भनिरहेको थियो। हुन्छ हस् म हालिदिन्छु भनिरहेको थिएँ। अनि के गर्नु, बच्चाहरू यस्तै हो। अनि खिर पनि रेडी भइसक्यो, अनि मैले सबैलाई खिर बार्दै थिएँ, बुहारीले भिडियो बनाउँदै थिइन्। अनि हाम्रो दिदीले अनि खिर बनाएर आज हामीलाई खुवाउँदै हुनुहुन्छ भनेर अनि आमालाई पनि दिएँ। अनि मेरो बदली हेर्नु न, उसलाई मैले यता बिचकोमा धेरै हालिदिएको थिएँ, अनि हेरिरहेको छु को ठुलो छ भनेर। अनि मैले भाउजूलाई दिएको थिएँ, भाउजूले चाहिँ नानीलाई पकाउनु भएको थियो। अनि बुढाले लाउनुहोस् न बुढा भने, उहाँ चाहिँ अलि फेरि गेम खेल्दै हुनुहुन्थ्यो कि। अनि मेरो भाउजूले चाहिँ नानीलाई पकाउनु भएको थियो, ल्याउनु न भाउजू म पकाउँछु, अनि तपाईँ खानुहोस्, अनि फेरि म खान्छु, अनि तपाईँले पकाउनु होला अहिले भने। चाहिँ भाउजूलाई खुवाएँ। अनि मैले नानीलाई पकाइरहेको छु हेर्नु न गाइज। अनि मेरो नानी र म खेलिरहेको छौँ, भाउजूहरू सबैले अनि खिर खाइसक्नुभयो। खाइसकेपछि नानीलाई पनि पकाउनु हो, मैले पनि खाएँ। अनि पछि सबैलाई सोधेँ कस्तो छ भने, सबैले राम्रो छ भन्नुभयो। हाम्रो आमाले चाहिँ अब यस्तै हो बुढापाका मान्छे भन्न नजानेर, अनि यस्तो हात यस्तो गरेर माथि। अनि मेरो भदालाई सोधेँ, अनि उसलाई चाहिँ धेरै मिठो लागेर थोरै गरेर खाइरहेको थियो कि। अनि उसले माइजू भान्जीको माया। अनि यता बुढालाई पनि सोधेँ, मिठो छ राम्रो छ भन्दै हुन्थ्यो, मैले पनि राम्रो छ भने आफूले बनाएर आफूले मिठो छ भन्दैछु हेर्नु गाइज। अनि यता चाहिँ गफ चलिरहेको थियो। आजको भिडियो यति नै, थ्याङ्क यू सो मच एभ्री वान।